ललितपुर एरियामा अफोर्डेबल र मिठो नुडल्स कता पाउँछ भनेर सोचिराख्नु भएको छ भने यो भिडियो हजुरहरूको लागि। मैले रिसेन्टली भिजिट गरेको भाले दाईको नुडल सपको नुडलको त म साच्चीकै फ्यान नै भएँ। फर्स्टमा हामीले ट्राई गर्यौं यहाँको फेमस कोल्ड चिकन नुडल्स। साँच्चै नै मलाई यो नुडलको टेस्ट एकदमै युनिक लाग्यो। टेस्टमा पनि ट्याङ्गी अनि मज्जाको फ्लेभर थियो। अर्को हामीले ट्राई गर्यौं यहाँको चिकन स्यालेड। फ्रेश भेजिसको क्रन्चीनेस अनि पर्फेक्ट ब्यालेन्स थियो स्पाइसेसहरुको। अब नेपाली भएपछि मोमो त छुटाउने कुरै भएन। त्यही भएर यहाँ आउँदा यो सुप मोमो चाहिँ ट्राई गर्न नबिर्सिनु होला। एकदमै बबाल छ। मेन यो सबै डिसेसमा टेस्ट इन्हान्स गर्ने भनेकै वान एन्ड ओन्ली भाले दाईको अचारले रहेछ। किनकि उहाँहरूले एभ्री फुड चाहिँ भाले दाईकै अचार युज गरेर प्रिपेयर गर्नु हुँदो रहेछ। अर्को युनिक कुरा भनेको चाहिँ दिस गोल्डन ससेज र्याप। सिम्पल अनि लाइट छ। यहाँ आउँदा ट्राई गर्न चाहिँ नबिर्सिनु होला। भाले दाईको अचार चाहिँ हजुरहरूले भाटभटेनी या डाइरेक्ट उहाँहरूको पेजबाट पनि अर्डर गर्न सक्नुहुन्छ। यता हामीले भेराइटिज अफ ज्यास्मिन टीहरू पनि ट्राई गर्यौं। सबै रिफ्रेसिङ थियो भने मलाई चाहिँ एकदमै फ्यासिनेटिङ पनि लाग्यो। अब ललितपुर एरियामा अफोर्डेबल प्राइसमा युनिक र अथेन्टिक नुडल्स खान चाहिँ भाले दाईको अचार नुडल सपलाई नै सम्झिनु होला है त। लोकेसन चाहिँ ग्वारकोबाट पाटन जाने बाटो त्यागल सिम्पा मार्ग ढुङ्गेधाराबाट राइट टर्न वडा नम्बर 7 को बिचमा चाहिँ छ है त।